नेतृत्वको सफलता रेड ह्यान्ड पक्रिनेमा पनि होइन, अनि राजनीतिक नेतृत्वको सफलता ब्रेकिङ न्युजबाट थाहा पाउनुमा पनि होइन। राजनीतिक नेतृत्वले पहिले देख्नुपर्छ, पहिले थाहा पाउनुपर्छ देशमा बम भित्र्याउने मुद्दा कसले बनाइरहेको छ, बम ल्याउने मुद्दाहरू बम भित्र्याउनका लागि कुन कुन तत्त्वहरू प्रयोग हुँदैछन्, कुन कुन नाकाबाट बमहरू भित्रिन लाग्दैछ, त्यो पत्ता लगाउन नसक्दै गर्दाखेरि स्वाभाविक छ कि दुर्घटनाहरू हुन्छन्। राजनीतिक नेतृत्व त्यहाँनिर जाँदै गर्दाखेरि आत्मसमीक्षा गर्नुपर्ने हुन्छ कि हामी यो मोडमा आइपुगेर असफल भयौँ। हामीले त्यो मौसम खराबीको सूचना तपाईँहरूलाई भन्दै गर्दाखेरि समाचारहरूमा पनि तपाईँहरूले सुन्नुभएको थियो, पार्टीको दुवै महामन्त्रीहरूले हामीले चाहे आन्तरिक छलफलहरूमा होस् चाहे सार्वजनिक समारोहहरूमा होस् बोल्दै गर्दाखेरि, संसदमा बोल्दै गर्दाखेरि, पार्टीको बैठकमा बोल्दै गर्दाखेरि हामीले भन्दै नै आएका थियौँ। आज यो विशेष महाधिवेशनको थलोमा उभिएर साँझको यो बेलामा बोल्दै गर्दाखेरि त्यो मौसम खराबीलाई नचिनिसके पछाडि भएको अप्ठ्यारो मोडमा पुगिसके पछाडि आज हामी एउटा ढुक्कका साथ भन्दैछौँ, यो देशको मौसमलाई बुझिसके पछाडि, मौसम खराबीलाई बुझिसके पछाडि यो विशेष महाधिवेशनको हलमा उभिएर हामी सङ्कल्प गर्न चाहन्छौँ बदलिएको मौसमलाई अनुकूलतामा बदल्नका लागि, योसँग चुनौतीसँग जुझेर जान सक्नका लागि, त्यो ताकत नेपाली काङ्ग्रेसभित्र विकसित गर्नका लागि हामी नयाँ ढङ्गले जाने मनोविज्ञान र मोडमा छौँ। त्यसैले साथीहरू आउनुहोस् केही नवीन सङ्कल्प गरौँ। असन्तुष्टि र निराशासँग जुझिरहेको देशलाई हामी नवीन आशा र नवीन विश्वासमा लिएर जान्छौँ। हामी सङ्कल्प गरौँ देशलाई मनोवैज्ञानिक द्वन्द्वको सुरुङबाट निकालेर सद्भावको खुला आकाशमा लिएर आउँछौँ। सङ्कल्प गरौँ हामी देशलाई शासन मात्रै होइन सुशासन दिन्छौँ। यी सबै सङ्कल्पलाई सफल बनाउने कुराको सुरुवात कहाँबाट गर्ने? यी सबै सङ्कल्पहरूको लाई सफलतामा पुर्याउने सुरुवात गर्ने भनेको हामीले जहाँ चुक्यौँ त्यहीबाट सच्याउने, हामीले आत्मालोचना गर्ने। हामीले जेनजी मुभमेन्टको लगत्तै पछाडि हामीले सार्वजनिक रूपमा बोलिरहँदै गर्दाखेरि पनि हामीले भन्यौँ कि एउटा जिम्मेवार राजनीतिज्ञ, एउटा जिम्मेवार दल त्यो हुन्छ जसले आफूले गरेका कर्महरूको श्रेय पनि लिन्छ र जसले आफूले गरेका कमजोरीहरूको आत्मालोचना पनि गर्छ। आज विशेष महाधिवेशनमा उभिएर बोल्दै गर्दा स्वदेश र विदेशमा कहीँ पनि कुनै पनि आमा बुबा दिदीबहिनी दाजुभाइहरूले हेरिरहनु भएको छ भने नेपाली काङ्ग्रेसले विगतमा देशका लागि गरेका कैयौँ कामहरूको फेरि पनि हामी डकुमेन्टहरू मार्फत राखौँला। यदि तपाईँहरूको दिल, तपाईँहरूको मन कहीँ कतै कुनै मोडमा कुनै क्षणमा हामीबाट या अरू कसैबाट पनि दुखेको छ भने हामी समस्त नेपाली आमा बुबा दिदीबहिनी दाजुभाइहरूको सामुन्ने क्षमा पनि माग्न चाहन्छौँ, विनम्रतापूर्वक आत्मालोचना पनि गर्न चाहन्छौँ र हामी सङ्कल्प गर्न चाहन्छौँ कि हामी नेपाली काङ्ग्रेसलाई बदल्नेछौँ, हामी यो देशलाई बदल्नेछौँ। आमा बुबा दिदीबहिनी दाजुभाइ सबैले जान्नुहुन्छ जो बदलिन सक्छ त्यसैले बदल्न पनि सक्छ। हामी बदलिन पनि सक्छौँ र हामी बदल्न पनि सक्छौँ। यो देशलाई समुन्नतिको उचाइमा लिएर जानका लागि हामी बदल्न सक्छौँ। देशको समयलाई कुनै बेलामा काङ्ग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समय अनुकूल काङ्ग्रेसले आफूलाई बदल्नु छ। त्यसका लागि हामी विशेष महाधिवेशनको यो मैदानमा खडा छौँ। आदरणीय दिदीबहिनी दाजुभाइहरू, कति बेला लाग्ला यो विशेष महाधिवेशन केवल काङ्ग्रेसलाई बलियो बनाउने सोचका साथ भइरहेको छ? होइन। मूल प्रश्न काङ्ग्रेसलाई बलियो बनाउने भन्ने होइन। मूल प्रश्न काङ्ग्रेसलाई बलियो बनाइरहँदै गर्दा त्यसका पछिल्लो अभिष्टको हो। काङ्ग्रेसलाई बलियो बनाउने या नबनाउने भन्ने होइन। अनेक कारणले कमजोर बन्न पुगेको देशलाई कसरी बलियो बनाउने? प्रधान मुद्दा देश। आज प्रधान मुद्दालाई शिरमा राष्ट्रिय झण्डालाई राखेर, हृदयमा देशमा राखेर, देशका लागि समर्पित भएका नौजवानहरूलाई सम्झिएर, हिजो देशका लागि कुर्बानी गरेका त्यो कालखण्डदेखि लिएर जेनजी मुभमेन्टसम्म शहादत गरेका शहीदहरूलाई सम्झिएर अनि स्वदेश र विदेशमा रहेर मनमा देश बनाउँछौँ भनेर हुटहुटी बोकेका सबैलाई सम्झेर हामी भनिरहेका छौँ कि हामी कमजोर बन्न गएको देशलाई बलियो बनाउन चाहन्छौँ। मूल प्रश्न त्यो हो। मूल प्रश्न तपाईँको र मेरो बिचमा घर चल्यो भन्ने प्रश्न होइन, कैयौँको जीवन चल्यो त्यति मात्रै प्रश्न होइन, सिंहदरबार चल्यो त्यति मात्रै प्रश्न होइन, व्यक्तिका घरहरू चले, पार्टीका कार्यालयहरू चले, त्यो ठुलो प्रश्न होइन। सबभन्दा ठुलो प्रश्न आज नेपाली र नेपालीको बिचको विश्वास चलेको छ, नेपाली र नेपालीको बिचमा प्रेम चलेको छ। यदि एउटा देशमा जलेको मनलाई जोड्न सकिएन भने
भवनहरू जोडी राखेर मात्रै देश बनाउन सकिन्न। आज त्यसैले काङ्ग्रेस विशेष महाधिवेशनको यो ठाउँमा उभिँदै गर्दा ध्वंसमा गइसकेको देशलाई भवनहरूलाई जोड्ने मात्रै होइन, मनहरूलाई जोड्ने संकल्पका साथ पनि विशेष महाधिवेशनमा उभिएको छ। सयौं ढुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर तपाईँ हामीले राष्ट्रगान गाउँदै गर्दा अघिका कलाकारहरूलाई सम्मान गर्न चाहन्छु। तपाईँले लगाएको, मैले लगाएको भिन्न भाषा भाषी संस्कृतिहरूको साथमा उभिएको त्यो प्रदर्शनीमा उहाँहरूले व्यक्त गरेको गीतबाट व्यक्त गरेको भावलाई सम्झेर सयौं ढुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर बलियोसँग उभिँदै गर्दाखेरि हाम्रो बगैँचामा जे प्रकारका चोटहरू भएका छन्, हाम्रो बगैँचामा जे प्रकारका घाउहरू भएका छन्, ती सबैको उपचारका लागि विशेष महाधिवेशनबाट हामीले एउटा नवीन सन्देश खोज्नु छ। आदरणीय साथीहरू, म जान्दछु तपाईँ जान्नुहुन्छ जेनजी मुभमेन्टमा गएका युवाहरू जो घरमा बसेर हामीलाई सुनिरहनु भएको, तपाईँहरूले जेनजी मुभमेन्टको क्रममा लोकतान्त्रिक प्रणालीको समाप्ति माग्नु भयो। तपाईँले माग्नु भएको थियो सुशासन, तपाईँले माग्नु भएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी जस्तो होइन, बगेको नदी जस्तो होस् भनेर तपाईँले चाहनु भएको थियो। हामीले त्यसैको लागि घोष गरेका हौँ, त्यसैले हामीले सङ्कल्प गरेका हौँ। हामी तपाईँले मागेको सुशासनलाई पनि सम्बोधन गर्न ल्याएर राख्छौँ आगामी दिनमा। अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेको जस्तो भएर जानुपर्छ भन्ने कुरालाई सन्देश पनि बुझाउने ल्याक राख्दछु। म दुनियाँको कुनै कुनामा गएर उदाहरण खोज्न चाहन्छु, म आफ्नै घरभित्रको उदाहरण सम्झिन चाहन्छु। जननेता बिपी कोइरालालाई सम्झिन चाहन्छु। बिपी कोइरालाले को निधन भएर चाबहिलबाट त्यो जमानाको 2 लाखभन्दा बढी मानिसहरूको शव यात्रामा सामेल हुँदै गर्दाखेरि बिपी कोइराला कुनै प्रधानमन्त्रीको पदमा हुनुहुन्न थियो, बिपी कोइराला कुनै पार्टीको सभापतिको पदमा हुनुहुन्न थियो, उहाँले कार्यभार सुम्पिसक्नु भएको थियो। बिपी कोइरालाले 37 सालको जनमत सङ्ग्रहमा जाँदै गर्दा जनमत सङ्ग्रहमा खट्न सक्ने, भिड्न सक्ने ताकत थियो, तर केवल एकपटक मात्रै प्रधानमन्त्री बनेको बिपी कोइराला 37 सालको जनमत सङ्ग्रहमा बहुदलले जित्यो भने प्रधानमन्त्री बनाउला भन्ने कुनै सपना राखिरहनु भएको थिएन। सबका सामुन्ने भनिरहनु भएको थियो भावी प्रधानमन्त्री परशुनारायण चौधरी भनेर। हामी ती उदाहरणहरूबाट निर्देशित छौँ, त्यो उदाहरणहरूबाट प्रेरित छौँ। गणेशमान सिंहले 60 वर्ष लामो राजनीति गर्नुभयो, आयो प्रधानमन्त्रीको पद अघिल्तिर खान्न भनेर भनिदिनु। हामी ती उदाहरणहरूबाट प्रेरित छौँ। उहाँहरूको त्यो अर्कै उचाइ भएको छ, उहाँहरूको सम्मान अर्कै छ, उहाँहरूको व्यक्तित्व अर्कै छ। ती उच्चतम उदाहरणहरूको जगमा हामीले मनन गर्नुपर्छ। कुनै पनि राजनीतिक नेतृत्वको जीवनको एउटा निश्चित मिसन बन्नै पर्छ। तपाईँ राजनीतिमा हुनुहुन्छ या राजनीतिमा आउन चाहिरहनु भएको छ, कुनै नौजवान जेनजीको मुभमेन्ट पछाडि राजनीतिमा आउन चाहिरहनु भएको छ भने म अपिल गर्छु, आग्रह गर्न चाहन्छु, जेनजीको मुभमेन्टमा तपाईँ सामेल भएर या काङ्ग्रेस, एमाले, माओवादी, अन्य कुनै नयाँ दल कसैमा सामेल भएर राजनीतिमा सामेल बन्दै हुनुहुन्छ भने सोच्नुपर्छ, मेरो जीवन राजनीतिमा अर्पित गर्न चाहन्छु, तर मेरो मिसन कहाँसम्म हो। एउटा उचाइमा पुगेपछि हामी कार्यकर्ता, तपाईँ हामी सदस्यले पनि सोच्नुपर्ने रहेछ, हामी कसैलाई कुनै उचाइसम्म उठाउन चाहन्छौँ भने उसलाई विदा गर्ने छेड काम हुन्छ। हामीले निश्चित समयमा विदा नगर्दै गर्दा त्यो राजनीतिक नेतृत्व नागरिकको पङ्क्तिको बिचमा अलोकप्रियताको शिकार बन्न सक्छ। त्यसैले लोकप्रियताको उचाइमा उठाउँदै गर्दा एक चिज पोलिसी चाहियो,